आज त रोमान्टिक स्टाइलमा बेबीसँग यसरी बसेर लोकल भालेको मासु खाइयो। अलराइट गाइज, वेलकम टु माई मिनिफल। दिन रात ब्रोइलर कुखुराको मासु मात्र कति खानु भनेर आज त हाम्रै गुर्जुधारामा रहेको लोकल भालेको फ्रेश मासु पाइने ठाउँमा पुग्यौ, जहाँ त जिउँदो लोकल भालेका साथ ब्रोइलर कुखुरा नि पाइने रहेछ भन्दै हामी ठिक्क साइजका एउटा भाले जोख्न लगायौ। यो पसलको मुख्य विशेषता यही हो कि लगतै पानी तताई यही आफ्नै आँखा अगाडि भाले खुल्याइदिने गर्छन् र हाम्रो भाले खुल्याइसके पछाडि एकदमै राम्रोसँग दाइले सफा गर्दै सानो पिस गरिदिनु भयो। अँध्यारो रातमा मोबाइलको टर्चलाइट बाल्दै हामी मासु बोक्दै रुम पुग्यौ। मिठो लोकल भालेको मासु पकाउनका लागि कुकर बसाल्दै चाहिने जति लसुन प्याज र टमाटर काटेर ठिक्क पारियौ। कुकरमा तेल तताई सबै मासु आरामले हाल्दै छोप्दै 15 मिनटसम्म पानी नरहुन्जेलसम्म पकायौ। मासु पाक्दै गर्दा यसको बास्ना यति दामी आइराखेको थियो कि बेबी र म हामी दुवैजना टाइगर श्रफको डिङडङ भन्ने गीतमा एकछिन नाच्दै सबै मर मसला हालियौ। अदुवा लसुनका साथ सबै मिक्स मसला सँगै गरम मसला हालेर मासु फ्राई गर्न थालियौ। र लोकल भालेको मासुमा बीएमसी को मसला नहाल्ने त कुरै भएन भन्दै मिट मसला हाल्दै हाम्रो मिठो लोकल भालेको मासु पाकेर रेडी भयो। मासु मिठो भालेको माछा तारेको भन्दै बेबीसँग रोमान्टिक स्टाइलमा मासु खाँदै पल्टे बेडमा। धन्यवाद।